यहाँहरु यो कुलमान बालेन यो नयाँ छन् यिनीहरुलाई त अब त्यस्ता फटाहरूलाई हामीले भोट हाल्छौं भने हामी पनि फटा नै हो। नयाँ नयाँ अनुहारहरूलाई चुन्नु होला, पुरानो अनुहारले त उही हो। धन्यवाद घोषकज्यूलाई। सन्चै हुनुहुन्छ सबैजना? ठिकै छ भयो। सन्चै हुनुहुन्छ नि? एउटा कुरा राख्छु, साह्रै धेरै हाम्रो उद्घोषकज्यूले मेरो बारेमा प्रशंसा गर्नुभयो। मलाई चाहिँ लाज लाग्छ त्यस्तो प्रशंसा सुन्ने बानी छैन। यहाँहरूले मलाई धेरै सम्मान पनि गर्नुभयो जस्तो लाग्छ। मलाई त्यस्तो सम्मान थाप्ने बानी पनि छैन, त्यो पनि लाज लाग्छ। हाम्रो आज यो 5 थरको रवि बजारमा 5 थरको रवि बजार मिक्लाजुङ गाउँपालिकामा भइराखेको यो श्रमदाता खोज्ने, यहाँ तल नारा होला देखिन मैले, केही छैन, श्रमदाता खोज्ने कार्यक्रमका अध्यक्षज्यू, मञ्चमा आसीन केन्द्रका, प्रदेशका, जिल्लाका, गाउँपालिकाहरूका श्रमदाताज्यूहरू, त्यहाँ तल बसेर स्वयंसेवकको रूपमा खटिरहनु हुने श्रमदाताज्यूहरू, यहाँका स्थानीय आमा बाबा, दाजु भाइ, दिदी बहिनी, भान्जा भान्जी, जेनजी, सबैजना, पत्रकार, सुरक्षाकर्मी, हामीलाई लाइभबाट सुनिरहनु हुने नेपाली दाजुभाइ दिदीबहिनीहरू, सबैजनालाई म हार्दिक अभिवादन गर्न चाहन्छु। माटो प्रेमी अभिवादन, जय श्रमदान भन्न चाहन्छु। जय श्रमदान यसो गरौँ त एकचोटि हो है। काम गरिराख्ने मान्छे, त्यसले गर्दा धेरै हात चलाउनु लाउँछु म है। मुख चलाएकोले देश धेरै बिग्रियो भएको कारणले मेरो कुरा सुनिराख्दा पनि हात चलाइराख्नुपर्छ, नाच्नु पनि पर्छ, के खालको हुन्छ हाम्रो त केही छैन। हामी खुसी छौँ, हामी हाँसिरहेका छौँ। मनभरि अनेक परीको व्यथा होला, पीरहरू होला, तथापि केही समय यहाँनिर छैन, हामी भेट्दाखेरि हाँस्नुपर्छ भन्ने लाग्छ मलाई। तपाईँहरूको हँसिलो अनुहार हेर्दाखेरि भित्रैबाट गदगद भएर आउँछु म। तपाईँहरूलाई खुसी लागेको छ मलाई देख्दा हो है? अल्छी त लागेको छैन नि मलाई देख्दा हो? अल्छी लाग्नु पनि हुँदैन। नेपालीहरू होइन, तपाईँको चाहिँ को भारी बोक्ने, देशको लागि दुःख गर्ने हातहरू देख्नु पाउँदा अत्यन्तै खुसी लाग्छ। यहाँहरूले मलाई सम्मान गर्नुभयो। मलाई खासमा सम्मान होइन, श्रमदान चाहिन्छ। मैले एउटा गीत पनि बनाएको छु, सम्मान होइन तिमी मलाई श्रमदान देऊ, श्रमदान देऊ मेरो लागि होइन, यो देश बनाउन श्रमदान देऊ, श्रमदान देऊ भन्ने मेरो एउटा सानो गीतको याद आउँछ तपाईँहरूले मलाई गरेको यो सम्मानहरू देख्दा। एउटा फेटा लगाइराखेको छु, अर्को फेटा पनि लिएर आउनु भएको थियो, त्यसलाई चाहिँ मैले उता राखेको छु है। यति धेरै सम्मान गर्नुहुन्छ तपाईँहरू। कति राम्रो संस्कार हाम्रो, कति राम्रो संस्कृति होइन? पाहुनालाई सम्मान गर्ने कति राम्रो संस्कृति। यस्तो राम्रो संस्कृतिले भरिएको 5 थरको रविमा हामी भेटेका छौँ। यहाँहरू सबैजनालाई हार्दिक सम्मान छ मेरो तर्फबाट पनि। मैले फुलको माला लिएर आइन, फुलको गुच्छा लिएर आइन, खदा लिएर आइन, तर हँसिलो मुहारले टाढैबाट होइन, अनुहार त राम्रो छैन मेरो, तैपनि मुसुक्क हाँसेर तपाईँहरूलाई मैले सम्मान गर्छु। हुन्छ हो? यहाँहरू सबैजनालाई पनि तपाईँहरूले गर्नुभएकै सम्मान जति नै अथवा त्योभन्दा चाहिँ 2 गुणा बढी मेरो तर्फबाट हार्दिक सम्मान छ। खोटाङमा जन्मे हुर्केको मान्छे, पहिला एउटा स्कुलको याद आउँछ मलाई होइन। सानो स्कुलमा, त्यही गाउँकै स्कुलमा पढ्दाखेरि रानी चाँपको
माला लिएर आउँथे लेकतिर बस्ने। हामी अलिक बेसीमा, मेरो गाउँ चाहिँ छ, बेसीमा बस्ने मान्छेलाई साह्रै चिज लाग्थ्यो। आज एकजना सरले पनि चाँपको फुलसहितको गुच्छा मलाई दिनुभएको छ। त्यो सर कहाँ हुनुहुन्छ? हात उठाइदिनु त। यहाँ हुनुहुन्छ? कहाँ हुनुहुन्छ त्यो सर? कतै गइसक्नु भयो कि कतै हुनुहुन्छ होला यता कता? मेरो घुरेनमै छ चाँप भनेर भन्नुभयो। त्यो चाँप देख्दाखेरि बाल्यकालको याद पनि आयो। उमेरले बुढो भइसकियो होइन, तर रहरहरू है, त्यस्ता ती सम्झनाहरू, त्यसले चाहिँ तपाईँको चाहिँ नि हामी बाल्यकालमै छौँ जस्तो मलाई लाग्दो रहेछ। मलाई लाग्छ हामी सबैलाई त्यस्तो लाग्दो रहेछ। तपाईँलाई त्यस्तो लाग्छ? तपाईँलाई त्यस्तो लाग्छ? ज्येष्ठ नागरिकहरूको लागि सिम सिम पानी नै जिउ बुढो भयो है मन त नानी नै भन्दै गीत गाउनुहुन्थ्यो। ज्येष्ठ नागरिकहरू यहाँ को हुनुहुन्छ? हात उठाउनु त। म भन्दा मास्तिरको उमेरका मान्छेहरूले हात उठाउनु त। धेरै हुनुहुन्न कि क्या हो? है मनले त हामी नानी नै छौँ, छैनौँ? छ कि छैन भन्नु त ज्येष्ठ नागरिकहरूले, आमा बाबाहरूले। हो, त्यो याद दिलाइदिनु भयो। धन्यवाद दिन चाहन्छु उहाँलाई। चाँपको फुलले स्वागत गर्नुभएको छ। कुनै ठाउँमा जाँदाखेरि त्यहाँनिर मैले आफ्नो विचार राख्नुभन्दा पहिला म एउटा गीत गाउन लगाउँछु। तपाईँहरूलाई म एउटा गीत गाउन लगाउँछु, ल? हुन्छ? हो, म त्यस्तो धुरन्धर तपाईँको गीतकार गायक केही होइन, तर गीत सङ्गीत मन पराउने मान्छे हुँ। त्यसै गर्दाखेरि मैले गीतहरू बनाइराख्छु। जति पनि गीतहरू गाउँछु त्यो मेरै रचनाहरू हुन्छन्। सो भएको कारणले एउटा गीतबाट सुरु गरौँ ल आजको गफ। हो, म आज मेरो आफ्नो मोनोलग, मेरो आफ्नो वक्तव्य तपाईँहरूलाई सुनाउनु भन्दा पनि तपाईँहरूलाई मैले केही कुरा सोध्छु, तपाईँहरूसँग म बात मार्न आएको हुँ, तपाईँहरूसँग गीत गाउन, नाच्न, रमाइलो गर्न पनि आएको हुँ। त्यसो भएको कारणले गर्दाखेरि तपाईँहरूले पनि गीत गाउनुपर्छ। हुन्छ? यता भन्नुहोस् त। हुन्छ? यताकोले भन्नुहोस् हुन्छ? पछाडिकोले भन्नुहोस् हुन्छ कि हुँदैन? हो, ल तयार हो? ल, पाँच थरको चिसो पानी खाएको मान्छेहरूको सुरिलो स्वरमा होइन एउटा गीत है त। म जे भन्छु त्यही भन्नुहोस्, जस्तो भन्छु त्यस्तै भन्नु होला। हुन्छ? हो, मलाई सुनेर गाउनु होला, नत्र फेरि के गाउने गाउनेमा थाहा हुँदैन र। साह्रो गाउनु है, नलजाइकन। मै बनाउँछु देश भन्दै धेरै आए गए, मै बनाउँछु देश भन्दै। सबैले गाउनु होला। धेरै आए गए, आश्वासनको पुल बाँधी उतै तरी गए। सबैले है, सबैले, विशेष गरी जेनजीहरूले सुनिन मैले, अझै साह्रो गाउनुपर्छ ल। फेरि मै बनाउँछु देश भन्दै धेरै आए गए, आश्वासनको पुल बाँधी। यताकोले गाएको छैन, गाएकै छैन यताकोले। आश्वासनको पुल बाँधी देशै बिर्सी गए, गफले होइन देश बन्ने, पाखुराको दमले हो, गफले होइन देश बन्ने,
कुराको दमले हो। यताकोले गएको छैन। बिग्रेको त यहाँ हजुर इमानदारी कमले पो मै बनाउँछु देश भन्दै धेरै आए गए आश्वासनको पुल बाँधे देशै बिर्सी गए। यो गीतले भन्दै थियो मै बनाउँछु देश भन्दै धेरै आए गए। भोलि पनि आउने छन्, हिजो पनि आएकै हो। अचम्म लाग्छ, सबैले म यो देश बनाउँछु मात्रै भन्छ, बनाउँछु मात्रै भन्छ। कसैले बिगार्छु भनेर आयो त आजसम्म? आयो है? एउटा हेऱ्यो मै बनाउँछु देश भन्छ, अर्को हेऱ्यो फेरि मै बनाउँछु है भन्छ। त्यो भन्दा त म जान्ने भन्छ, त्यो भन्दा त म ठुलो भन्छ, त्यो भन्दा त म बलियो तागतिलो शक्तिशाली भन्छ। सबै मान्छे तपाईँको देश बनाउनका लागि भाषण गर्दै आउँछ कि आउँदैन? अब तपाईँहरूलाई सोध्नु मन लागेको होला, तिमी पनि त आयौ नि त भाइ, भाषण गर्दै आयो नि त भन्नुभएको होला। होइन, म भाषण गर्न होइन, म तपाईँसँग गफ गर्न आएको छु। तपाईँलाई दुई चारवटा प्रश्न सोधेर जान्छु, तपाईँलाई दुई चारवटा प्रश्न सोध्छु र त्यो प्रश्नको उत्तर तपाईँ खोज्दै बस्नु। त्यतिकै कुद्नु पर्ने, पर्चा बाँड्नेदेखि लिएर अब चाहिँ सङ्गठन बनाएर अगाडि बढ्नु पर्यो भन्ने विचार गरेर पार्टी दर्ता गर्नुभएको त गएको त रोल नम्बर त कति आयो भन्दा 204 पो अरे। अलि हाँसौँ न, अलि हाँसौँ, अलि हाँसौँ जोडाले। होइन, हाँस्नु मन नलाग्यो भने हाँस्नु त्यसरी हाँस्नुपर्छ कि। नचाहिने रहेछ नि यो देशमा। उद्योग चाहिँ एउटा पनि खोलेको छैन, एउटा उद्योग खोलेको है मुद्दा लगाइदियो मलाई। अलि हाँसौँ। एउटा पनि सरकारको उद्योग नभएको देशमा राजनीतिक दलको रोल नम्बर त हाम्रो त 204 परे। 203वटा पार्टी त हामीभन्दा पहिल्यै जन्मिसकेको रहेछ। छक्क परे म। त्यो 203वटा पार्टीमा कति त बन्द भइसक्यो, अझै पनि 100 खोइ कतिवटा त चलिराखेको छ। अनि त्यो 100 कतिवटा पार्टीको मान्छेले आएर के भन्छ? म बनाउँछु देश, म जान्ने, म भन्छ। तपाईँहरूलाई पनि छक्कै पार्छ। अब कसको कुरा सुन्ने, कसको नसुन्ने, होइन? अर्को साम्बाङ आउँछ मै बनाउँछु भन्छ, अर्को आउँछ मै बनाउँछु भन्छ। छक्क पर्यो। त्यसले गर्दा मैले यो गीत लेखेको। मै बनाउँछु देश भन्दै धेरै आए गए, भाषणको पुल बाँधी, आश्वासनको पुल बाँधी, होइन प्रलोभनको पुल बाँधी देशै तरी गए, देशै छोरी गए, देशै बिर्सी गए। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, हामीले मान्छेलाई चिन्नुपर्छ, मान्छेलाई चिन्नुपर्छ। मलाई लाग्छ आज यो रवि भन्ने बजारमा हटिया लागिरहेको छ। त्यहाँ तपाईँले कागती देख्दै, मैले त्यहाँ देख्दै थिएँ, कागती किन्नु भयो भने पनि यत्रो कागतीको भाग किन्नु भयो भने पनि त्यहाँ मजाले हेर्नुहुन्छ कि हेर्नुहुन्न? छान्नुहुन्छ कि छान्नुहुन्न कागती? हो है। म त्यहाँ सागहरू देख्दै थिएँ, एक मुठा साग किन्नु के अरे खोज्दा पनि साग पनि छान्नुहुन्छ नि त, भने छान्नुहुन्छ कि हुन्न? किन भन्दा किन त्यो कागती छानेको त? त्यो पान्दाना कागती नाथे जुनै पसलले दिँदा पनि लाँदा भइहाल्थ्यो त जुन भाग पनि भन्दा। तपाईँले राम्रो चाहिँ भाग खोज्नुहुन्छ। सब्जीको मुठा पनि, एक मुठा साग किन्दा मात्रै पनि अलिक राम्रो खालको किन्नु है भन्ने तपाईँलाई लाग्छ है। अब जो पनि आउँछ मै बनाउँछु देश भन्छ, जो पनि आउँछ मै बनाउँछु देश भन्छ। अब हामीलाई कन्फ्युज गरायो यिनीहरूले, कन्फ्युज गरायो। कन्फ्युज भनेको बुझिन्छ होला सबैले। कन्फ्युज भनेको चाहिँ नेपालीमा होइन के गरौँ के नगरौँ भनेर दोधारमा बनायो क्या है। एउटा तपाईँको साग मात्रै छान्दाखेरि, किन्दाखेरि त हामीले तपाईँको त्यो तपाईँको डोकाभरि रासभरि हामी छान्छौँ भने अब तपाईँहरूले पनि पार्टीलाई छान्नुपर्छ। कुरा बुझ्नुभयो नि? पार्टीलाई छान्नुपर्छ कि पर्दैन? तिनै पार्टी जुन पार्टीले आजभन्दा 70 वर्ष पहिलादेखि भाषण सुनाइराखेको छ, त्यही पार्टीमा भोट हालेको छ। हाम्रो गल्ती छ कि छैन है? फेरि हाम्रो गल्ती किन भयो त भन्दाखेरि नेताले भन्छ म बनाउँछु देश, म बनाउँछु, म
भन्छ है। अब तपाईँहरूले राम्रो चिन्नुपर्छ, श्रम संस्कृति पार्टी भनेको नेता बिनाको पार्टी हो। यो नेता यहाँ छैन कोही पनि, म त नेता होइन, यो मैले बनाएको पार्टी हो। यसको सर्वोच्च स्थानमा मै छु होइन। म आफै पनि तपाईँहरूको नेता होइन भन्दैछु मैले भने यहाँ बस्ने मान्छे नेता हो होइन। अहिलेको जमानाको मान्छेलाई नेता चाहिँदैन, नेताको आशा हेरिराखेको कारणले गर्दाखेरि पनि देश भनेर यो हाम्रो श्रम संस्कृति पार्टी भनेको त काम गर्ने मान्छेहरूको सङ्गठन हो। हेर्नु त मै जस्तो टी सर्ट त्यहाँ लाएर उभिराख्नु भएको छ, हेर्नु है। रहेछ ऊ त्यहाँ उभिराख्ने मान्छे जस्तै मैले टी सर्ट लगाएको रहेछु, हो कि होइन? हो। त्यो टी सर्ट भनेको फ्यासन सो होइन, त्यो टी सर्ट लाउने अनि बजार जाने होइन। धुस्रै र फुस्रै असिन र पसिन, फेरि भन्नु त तपाईँहरूले भन्नु त एकचोटि, धुस्रै र फुस्रै असिन र पसिन देशको लागि काम गर्ने मान्छेको सङ्गठन हो, श्रमदाताहरूको टिम हो यो। हाम्रो श्रम संस्कृति पार्टीमा न नेता हुन्छ न कार्यकर्ता। त्यहाँ उभिराख्ने चाहिँ मेरो कार्यकर्ता रहेछ, मैले उहाँलाई हराउने यता आउनु उता जानु भन्ने होइन, हुकुम दिने होइन है। यो पार्टी भनेको काम गर्ने मान्छेहरू श्रमदाताहरूको पार्टी हो। श्रमदाता त्यो हो जसले देशको लागि काम गर्छ। कुरा बुझ्नुभयो नि? राम्रो बुझ्नु है, राम्रो बुझौँ। देशको लागि काम गर्ने मान्छेलाई श्रमदाता भन्नुपर्छ। पेटको लागि त हामी सबैले काम गर्छौँ। चराले पनि पेटको लागि काम गर्छ है, मुसाले पनि पेटको लागि काम गर्छ, फट्याङ्ग्राले पनि आफ्नो पेटको लागि काम गर्छ, कमिलाले पनि पेटको लागि काम गर्छ। हामीले पालिराखेको गाई बस्तु छोडिदिउँ त भोकले मर्दैन, ऊ चरेर खान्छ, अझै चिल्लो अझै मोटो घाटो भएर भेट्न आउँछ तपाईँलाई। भेट्न त के आउँथ्यो, उतै जान्छ होला है। पेट पाल्न त चरा मुसा गाई बस्तु सबैले जान्दछ, सबैलाई आउँछ, तर मान्छेले चाहिँ देश पनि पाल्नुपर्छ। त्यो देश पाल्ने, त्यो भत्केको देश बनाउने मान्छेलाई श्रमदाता भन्छ। त्यो श्रमदाताहरूको सङ्गठन हो श्रम संस्कृति। बुझ्नुभयो नि? त्यसो भएको कारणले गर्दाखेरि होइन, पुरानो एउटा उखान छ नि, खुट्टी हेरेर चाल पाइयो है। सानो बिरुवामै हुने बिरुवाको चिल्लो पात भन्ने छ कि छैन? त्यसरी तपाईँहरूले चिन्नुपर्छ श्रम संस्कृतिलाई। नत्र भने आजको इतिहासमा, आजसम्मको इतिहासमा हाम्रो पार्टी दर्ता भएर सर्टिफिकेट पाएको 1.5 महिना मात्रै भइराखेको छ, तर यो देशका ठुल्ठुला 70-80 वर्षदेखि यो देशमा थलीबली गरेर शासन सत्तामा तपाईँको चाहिँ जमेर बसेका पार्टीहरू यतिको हल्लिएको छ कि छैन? काम गर्ने मान्छेहरूको सङ्गठन आयो। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, ताली बजाउनु पर्छ, जय माटो है। पहिलोचोटि जन्मियो काम गर्ने मान्छेहरूको पार्टी, पहिलोचोटि जन्मियो सच्चा देशभक्तहरूको पार्टी, पहिलोचोटि जन्मियो देशलाई माया गर्ने मान्छेहरूको पार्टी। त्यो पार्टीमा यहाँहरू सबैजनालाई 2 हात फैलाएर म स्वागत गर्न चाहन्छु। तपाईँहरू आउन चाहनुहुन्छ कि गफ गर्ने पार्टीकै पछाडि लाग्न चाहनुहुन्छ? लाग्नुहुन्छ भने पनि लाग्नुहोस्, मेरो जबरजस्ती छैन। विदेशीको दलाली गरेर हजुर हजुर छिमेकीको कम्फर्टेबल, 7 समुद्र पारीको कम्फर्टेबल सरकार बनाइदिनुपर्छ भन्ने विदेशी दलालहरूको पछाडि लाग्ने हो तपाईँहरू है। तपाईँहरू विदेशी दलालको पछाडि लाग्ने कि कुटो कोदालो र झ्याम्पल गैँती लिएर तपाईँको भत्केको बाटो बनाउने मान्छेहरूको पछाडि लाग्ने हो? हाम्रो पछाडि हाम्रो सेवा गर्नलाई लाग्ने होइन, हामीलाई हजुर नेताज्यू भन्नलाई होइन। काम गर्न जानका लागि माले ताँत भएर जानु पर्यो नि, परेन है? हर्क साम्पाङ को हो भन्दाखेरि हर्क साम्पाङ यो देश बनाउन निस्केका श्रमदाताहरूको कमिलाको लस्कर जस्तै, कमिलाको लस्कर जस्तै। त्यो कमिलाको लस्करमा पहिलो स्थानमा हिँड्ने पहिलो कमिला मात्रै हो। तपाईँहरू त्यो लस्करमा जोडेर आउन चाहनुहुन्छ आदरणीय दाजुभाइ दिदीबहिनीहरू? त्यो आवाज लिएर म तपाईँहरूलाई यो देश बनाउनका लागि बोलाउन चाहिरहेको छु। पुराना दलहरूले भत्काएको देश नयाँ गाँठो बन्धन भएर
चलाउन खोजेर खरानीको व्यापार गर्न खोजेको देश, त्यस्तो देशलाई बचाउन र बनाउनका लागि श्रमदाताको लस्कर, श्रमदाता खोज्दै खोज्दै हिँड्दै आएको मान्छे हुँ म। त्यसो भएको कारणले गर्दाखेरि आदरणीय दाजुभाइ दिदीबहिनीहरू, त्यो श्रमदाताको लस्करमा तपाईँहरूलाई पनि म हेर्न चाहन्छु, तपाईँहरूलाई पनि म भेट्न चाहन्छु। यो देश तपाईँको हो कि होइन? पछाडिको दाजुभाइ दिदीबहिनीहरूले भनिदिनुहोस्, यो देश तपाईँको हो कि होइन? यदि यो देश तपाईँको हो भने यो देश बनाउने जिम्मा पनि तपाईँको पनि हो, मेरो मात्रै होइन, मेरो मात्रै होइन। श्रम संस्कृतिका 2-4 जना मान्छे, 200-400 मान्छे, 1-2 हजार मान्छेको मात्रै होइन। मिडिया मार्फत म भन्न चाहन्छु 3 करोड नेपालीलाई, यही हो समय, द टाइम हैज कम। अब समय आएको छ, अब हामी उठ्नुपर्छ। विश्वले तपाईँको देख्ने गरी श्रम गर्नुपर्छ। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, यहाँहरू सबैजनालाई त्यो एउटा आवाजले बोलाउनका लागि म आएको छु। तपाईँहरू तयार हुनुहुन्छ? श्रमदाता खोज्दै हिँडेको छु। तपाईँहरूलाई भन्नुहोला कार्यकर्ता खोज्दै आयो, मलाई कार्यकर्ता चाहिँदैन। श्रमदाता खोज्दै हिँडेको छु, कार्यकर्ता खोजेको होइन मैले। अविश्वास, भ्रष्टाचार, बेथितिको कुहिरोमा हराएको यो देश खोज्दै हिँडेको छु म आज। खोज्दै खोज्दै त्यो हराएको मेरो देश खोज्दै खोज्दै आज 5 थरको रवि भन्ने बजारमा आइपुगेको छु। यहाँहरू सबैजनालाई हार्दिक नमस्कार छ। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, पार्टी बनाउन होइन, पार्टी बनाउन आयो भनेर तपाईँहरूले सोचिराख्नु भएको होला। मलाई पार्टी बनाउनु छैन, पार्टी बनाउन होइन, म भत्किएको यो देश बनाउन खोजिरहेको छु। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, सच्चा देशभक्त श्रमदाता खोज्दै हिँड्दै आएको छु। पार्टी, यो पार्टी र त्यो पार्टी, यो जाति र त्यो जाति, यो धर्म र त्यो धर्म, पार्टी, जाति, धर्म, वर्ग र व्यक्तिगत स्वार्थहरू र विभिन्न बहानाले फुटेको नेपाली समाजलाई जोड्न एउटा साझा संस्कृति, श्रम संस्कृति, पसिना बगाउने काम गर्ने संस्कृति, त्यो श्रम संस्कृति लिएर फुटेको समाजलाई जोड्नका लागि निस्केको मान्छे हुँ म। हराएको मेरो देश खोज्दै खोज्दै हिँडिरहेको छु, कराउँदै हिँडेको मान्छे हुँ। आदरणीय नेपाली दाजुभाइ दिदीबहिनीहरू, आदरणीय 5 थर रविवासी दाजुभाइ दिदीबहिनीहरू, मेरो आवाज सुनेर नलुक्नु तपाईँ, मेरो आवाज सुनेर नभाग्नु तपाईँ, मलाई देखेर नलुक्नु। म तपाईँलाई बिउझाउन आएको छु। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, म तपाईँलाई उठाउन आएको छु, म तपाईँलाई बोलाउन आएको छु, म तपाईँलाई पढाउन आएको मान्छे होइन। मैले तपाईँलाई पढाइराख्नु पर्दैन, म तपाईँलाई बोलाउन चाहेको छु। हामी एक ठाउँमा आउने कि नआउने? उत्तरतर्फको छिमेकीलाई हेर्नुहोस्, चीनले हामीलाई थोरैमा पनि 150 वर्ष पछाडि छोड्यो विकासमा, समृद्धिमा। भारतले पनि हामीलाई कमसे कम पनि 50 देखि 80 वर्ष अगाडि निस्केर गइसक्यो, छोडिसक्यो। बीचमा रहेको हामी है, हिमाल, पहाड, तराई, वन, जङ्गल, नदी, नाला, ताल तलाया सम्पूर्ण तपाईँको चाहिँ नि स्रोत साधन भएर पनि हामी गरिब किन छौँ? गरिब किन छौँ? आज म प्रश्न गर्न चाहन्छु, प्रत्येक नेपालीलाई प्रश्न गर्न चाहन्छु, मिडिया मार्फत प्रत्येक 3 करोड नेपालीलाई प्रश्न गर्न चाहन्छु, किन हामी गरिब भयौँ? भन्दा हामीले यो देशमा काम गर्न पाएनौँ। यो देशमा काम गर्दाखेरि अपमानित बन्नुपर्ने भयो। काम गर्ने मान्छेलाई सम्मान कहिले भएन। किसानलाई हेर्ने नजर, मजदुरलाई हेर्ने दृष्टिकोण सबै तपाईँको चाहिँ अपमानजन्य भए। त्यसो भएको कारणले आज डिग्रीको पास तपाईँको सर्टिफिकेट बोकेर बरु साउदीमा गएर चाहिँ बालुवामा बेल्चा हान्न तयार छ आज हाम्रो युवा। तर यो देशमा काम गर्न उसलाई लाज लाग्छ, किनभने काम गर्ने बित्तिकै सानो भन्ने चलन छ। काम गर्दाखेरि सानो भइन्छ र आदरणीय दाजुभाइ दिदीबहिनीहरू, हामी काम गर्दा सानो हुने हो र? यदि काम गर्दाखेरि हामी सानो हुँदैनौँ भने अब हामीले काम गर्नुपर्छ भन्ने श्रमको संस्कृति लिएर हामी आज अगाडि आएका छौँ। अब तपाईँ हामीले 3 करोड नेपालीले 6 करोड हात चलाउनु पर्छ कि पर्दैन? एकचोटि नारा लगाउँ त नारा। 3 करोड नेपालीको 6 करोड हात भनिदिनु त। हात देखाएर भनिदिनुहोस्, मजा आउँछ, अल्छी लाग्दैन के है?
3 करोड नेपालीको 6 करोड हात चलाउनु पर्छ एकैसाथ। कलमले मात्रै बन्दैन देश, औजार चलाउनु पर्छ। अब नीतिले मात्रै बन्दैन देश, श्रमदान गर्नुपर्छ। अब आदरणीय दाजुभाइ दिदीबहिनीहरू, है यस्तो दिन आयो हाम्रो छोरा नातिले छोरी नातिनीले हामीलाई सिकाउनु पर्ने दिन आयो। जेनजी भनेको को हो भन्नु त? को हो जेनजी भनेको? पाकिस्तानबाट आएको मान्छेको हुल हो जेनजी? होइन, केटीले हामीलाई राजनीति सिकाउने दिन आयो कि आएन? कसले गर्दा आयो, कसको गल्तीले गर्दा आयो भन्दा जो मान्छेले 70 वर्षदेखि भाषण मात्रै गर्यो नि, यस्तो क्या है, यस्तो दिएको छ, यस्तो दिएको छ, यस्तो दिएको छ, होइन। रविमा एउटा कुरा गरेर ढाँटेको छ, त्यहाँ तल तपाईँको चाहिँ लारुम्बामा गएर अर्को कुरा गरेर ढाँटेको छ, दमकमा अर्को कुरा गरेर ढाँटेको छ। यसो मात्रै गर्ने, मुख मात्रै चलाउने। त्यसो भएको कारणले गर्दाखेरि काम चाहिँ नगर्ने, काम नगर्ने, मुख मात्रै चलाउने, होइन। पेट भन्दा फेरि पेट ठुलो कतिको होला है, मलाई नरिसाउनु है। पेट यत्रो ठुलो बनाउने अनि यस्तो गरेर होइन, चुनावको बेला त्यो दिने खालको मान्छेहरू, होइन। अनि विकास कसरी गर्छु भन्दाखेरि विदेशी ऋण लिएर 30 खर्ब पुगिसक्यो, होइन। खर्ब त यहाँ हामीले लेख्नु पनि आउँदैन होला कतिलाई। त्यत्रो विदेशी ऋण लिएर तपाईँको चाहिँ नि बाटो बनाउँछु भनेर ऋण ल्याउँछ। बाटो बनाए त ठिकै पनि थियो त, होइन। आधी पैसा चाहिँ गोजीमा हाल्छ, घर ठडाउँछ, उता कता आफ्नो आफन्तको कता कता 3 पुस्ते कता हाल्छ, अनि आधीकोले यसो झारो टार्छ। त्यो खालको मान्छेहरूले गर्दाखेरि आदरणीय दाजुभाइ दिदीबहिनीहरू, आज हालेर, होइन, त्यो पैसा यहाँ लिएर गऱ्यो भने सबैतिर बाटो बन्न सक्छ भन्दै थियो। त्यति धेरै लुटेको रहेछ हाम्रो नेताहरूले। बधाई दिउँ न उहाँहरूलाई, हाँसेर बधाई दिउँ, ताली नबजाउँ भयो। काम गर्ने मान्छेको ताली के अरे, ताली खेर मात्रै जान्छ बिहाकारमा, होइन। फटार, होइन, फटार हो कि होइन? नचाहिने काम गरेर, होइन। अब त्यस्ता फटाहरूलाई हामीले भोट हाल्छौँ भने हामी पनि फटाने हो, होइन, होइन हो कि भन्नु त, है। मासु भात बाँड्छ, मासु भात खानु। मासु भात भनेको देश बेचेर लिएको हुन्छ पैसा। त्यस्तो देश बेचेर लिएको पैसाले मासु भात खानु मिल्छ? हामीले खायौँ भने हामी पनि देश बेचुवै हो, है। र त्यस्ता देश बेच्ने मान्छे, भ्रष्टाचार गर्ने, बाटो बनाउने काम कसरी हुन्छ यिनीहरूको भने नि, होइन। म त काम गरिराखेको मेयर पनि भएको कारणले मलाई थाहा छ। के गर्छ भने 1 करोडको बाटो बनाउने भन्छ, अनि 60 लाख चाहिँ यता साइडमा छुट्याउँछ उनीहरूको। 40 लाखको मात्रै बाटो बनाउँछ, होइन। अनि जान्ने बुझ्ने मान्छेहरूलाई चाहिँ यसो लिइहाल्छ क्या, अलिअलि यसो 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 गरेर यसो सुँगाइदिन्छ, होइन। अनि कागज चाहिँ 1 करोडकै बाटो है भनेर लेख्छ है फेरि। फटार। म तपाईँहरू सबैजनाले जाग्नको लागि म अनुरोध गर्न चाहन्छु। हर्क साम्पाङ एउटा आवाज हो जसले तपाईँ सबैजनालाई हर्क साम्पाङ बनाउन चाहेको छ। यदि त्यस्तो छँदैछ भने तपाईँले सोध्नु, होइन। तपाईँको यहाँ बाटो बन्ला, तपाईँले सोध्नु, डराउनु पर्दैन, होइन। यहाँ पालिका अध्यक्षले, वडा सदस्यले मात्रै गर्नुपर्छ, वडा अध्यक्षले मात्रै गर्नुपर्छ भन्ने छैन। त्यो पैसा तपाईँहरूको हो कि होइन? विदेशबाट ऋण लिएको पनि भोलि तपाईँको छैन, जहाँ जथाबाट असुल गरिन्छ यो देशमा, भोलि तपाईँले तिर्नै पर्छ ब्याजसहित। भने बाटो कहीँ कतै बन्दैछ, के बन्दैछ भने तपाईँले हेर्नुहोस्, है, कस्तो बन्दैछ। इन्जिनियर कहाँ छ सोध्नु, कत्रो बन्नुपर्ने हो सोध्नु। यत्रो कालोपत्रे बनाउनु पर्ने भने यति मात्रै बनाइरहेको हुन्छ। अब थाहै त हुँदैन के, है। हामीलाई कुखुरा पो हेर्नु कि, सुँगुर पो हेर्नु कि, भैँसी पो हेर्नु कि, होइन, हो कि भन्नु न। कोदो पो रोप्नु जानु कि, धान पो काट्नु जानु कि, कता त्यो अलकत्र कसले हेरिन्छ व्यापारमा, हेर्छ। त्यसो भएको कारणले पनि भ्रष्टाचार भइरहेको छ। म श्रम संस्कृतिका सम्पूर्ण श्रमदाताहरूलाई भन्न चाहन्छु, केन्द्र, प्रदेश, जिल्ला, होइन, स्थानीय तह सबैतिरका श्रमदाताहरूले श्रम संस्कृतिमा आबद्ध तपाईँको सदस्यहरूले हेर्नुपर्छ। अब हामी देशैभरि छौँ, है। यति ठुलो तपाईँको सङ्गठन बन्छ, 1 करोड त हाम्रो तपाईँको सदस्य बनाउनु पर्छ कि पर्दैन? तपाईँहरू सबैजना श्रम संस्कृतिको सदस्य हो। सदस्यता लिन चाहनुहुन्छ भने सदस्यता कार्ड छ, होइन। त्यो कार्ड तपाईँहरूले लिन सक्नुहुन्छ। आज म तपाईँहरू सबैजनासँग टिका लगाएर यहाँनिर तपाईँको चाहिँ फोटो पनि खिच्छु। तपाईँहरू सबैजना श्रम संस्कृतिको सदस्य हो।
तपाईहरूले खबरदारी गर्नुपर्छ है। ठेकदार र नेताले चलाएर देश बिग्रेको हो। अब यो देशको हरेक नागरिकले यो देश चलाउने कि नचलाउने? नेताले मात्रै अनुगमन गरेर हुन्छ? नहुने कुरा होइन। 2 करोडको भवन बनाउँछ, 2 करोडको भवनमा 1 करोड चाहिँ उसले आफ्नो छैन, उसको लागि छुटाउँछ, कागज मात्रै हुन्छ होइन। अनि 10 वर्ष टिक्न पर्ने कालोपत्रे 1 वर्षमै उकिराखेको हुन्छ कि हुँदैन है। म यो मिडिया मार्फत भन्न चाहन्छु, पूर्वदेखि पश्चिम, उत्तरदेखि दक्षिणसम्म रहनुभएका श्रम संस्कृतिका सदस्य सम्पूर्ण तपाईँको चाहिँ श्रमदाताहरूलाई मेरो निर्देशन छ, तपाईँहरूले जहाँ जहाँ प्रोजेक्टहरू हुँदैछ त्यहाँ त्यहाँ गएर तपाईँले अनुगमन गर्नुपर्छ है। सिमेन्ट कस्तो लाउँदैछ, ढुङ्गा कस्तो आउँदैछ, कहाँबाट आउँदैछ, बालुवा कतिमा किनेको, सिमेन्ट कतिमा किनेको, ठेक्का कतिमा लागेको, कहिलेसम्म सक्ने, के भएको छ भन्ने चासो दिनुपर्छ। पर्छ कि पर्दैन? हो हो, यो कुरा गर्नुपर्छ। त्यसो भएको कारणले गर्दाखेरि म त्यसतर्फ पनि मोड्न चाहन्छु। यहाँहरू सबैजनालाई हार्दिक हार्दिक नमन गर्न चाहन्छु। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, धेरै कुराहरू म राख्न चाहन्न, थुप्रै कुराहरू छन् तर धेरै कुरा म राख्न चाहन्न। अब यहाँनिर पुरानो नयाँ भन्ने छ। मैले भने पुरानै एमाले, कङ्ग्रेस, माओवादी त छैन कि, खै के छ अहिले आएको छ होइन, अर्को आएको छ, चेन्ज गरिरहनुहुन्छ उहाँहरू होइन। खोल परिवर्तन गरेको भित्रको मान्छे चाहिँ त्यही हो, बुद्धि चाहिँ त्यही हो है। अब तपाईँहरूले नयाँ नयाँ मान्छेहरूलाई चुन्नु ल, हुन्छ? नेपाली जनतालाई म भन्न चाहन्छु, मिडिया पनि हुनुहुन्छ यहाँ 1-2 जना, मिडिया मार्फत म भन्न चाहन्छु, नयाँ नयाँ अनुहारहरूलाई चुन्नु होला। पुरानो अनुहारले त उयो उयो भनौँ न, अलिक हाँस्यौ न, पुरानोले त उयो नि उयो हो। चुनाव चिन्ह मात्रै अर्को लिएर आउँछ, म त अर्को पार्टीको मान्छे मैले भन्छ उयो गतिलो छैन, तिनीहरू टेस्टेड एन्ड फेल्ड। त्यसै जेनजीले आन्दोलन गरे हो। जेनजीले के भनेको हो भन्दा नयाँ अनुहारलाई तपाईँको चाहिँ नेतृत्व दिनुहोस् भने होइन। जो 5 पल्ट प्रधानमन्त्री भइसक्यो उसले 6औं पल्टमा के गर्छ र? बिथामा 5 चोटि सिङ्गापुर गएर आफ्नो स्वास्थ्य चेक गराउँछ होला, त्यति त होला उसको योजना। केही योजना छ? नहुने छैन है। योजना केही छ भने म फेरि पनि यहाँबाट दोहोऱ्याउँछु, यो देशमा राष्ट्रिय पत्रकारले, राष्ट्रिय मिडियाले अहिले भएका पार्टीका अध्यक्षहरूलाई भेला गर्नु अनि सोध्नु, भिजन सोध्नु। छैन, यिनीहरूको भिजन केही पनि छैन। नयाँले के भन्छ छ नि, गाँठो बन्धन आउने, रवि, बालेन, कुलमान भन्नेहरू छ, उनीहरूको भिजन पनि केही छैन। उनीहरूको भिजन के हो भन्दा पुरानोलाई घोक्रे ठ्याक पख्तनै अब हेरे त गरिरहेछ। यसो गर्दा गर्दा यहाँ ओठै तपाईँको चाहिँ छिन्नु आँटिसक्यो रिसालले क्या। फेरि पुरानोले के भन्छ, यो नयाँहरू, यो कुलमान, बालेन, यो नयाँहरू छन्, यिनीहरूलाई त है। रविको मान्छेहरूलाई कसरी तपाईँको राहत दिने, रोजगारी खोजीमा योभन्दा धेरै ठुलो भिड, योभन्दा ठुलो भिड एयरपोर्टमा यतिखेर लागिरहेछ, प्लेन पर्खेर। कतार एयरवेज, हिमालयन एयरवेज, नेपाल एयरवेजमा जानलाई क्या विदेश। यताबाट मान्छे यसरी गइरहेछ, उताबाट फेरि बक्समा आइरहेको छ, 3-4 लास आइरहेको छ तपाईँ हाम्रै छोराछोरीको। त्यतातिर कसरी यो देशलाई चाहिँ आर्थिक समुन्नतितिर लाने, कसरी औद्योगिकरणतिर लाने, कसरी सुशासनको तपाईँ प्रत्याभूति गराउने, कसरी निष्पक्षताको प्रत्याभूति गराउने भन्नेतिर त केही छैन। नयाँहरूले पक्रै त, पुरानो फेरि पुरानोले पक्ला गर्दैन। हेर्नुहोस्, गर्दैन ल, मैले ढुङ्गामा लेखेर राख्नु। अर्को सम्भागले यो भनेको कुरा ढुङ्गामा लेखेर राख्नु, गलत भएछ भने कान काटेर फाल्छु म। गर्दैन, छैन, हुँदैन, के हुँदैन। ढुङ्गालाई उसिनेर आलुदम बनाएर खान्छु भनेर हुन्छ? अलि हाँसो। ढुङ्गालाई होइन उसिनेर आलुदम बनाएर भरे तरकारी खान्छु भनेर हुन्छ? त्यस्तै हो, यो पुरानोबाट सुशासन र विकास हुन्छ भन्नु र अहिलेको गाँठो बन्धन छ नि उनीहरूबाट हुन्छ भन्नु, त्यही हो। पुरानोहरूले भत्काएको देश त्यो गाँठो बन्धन भन्नेहरूले जलाइराखेको छ। अस्ति भर्खर सिंहदरबार जलाएन? मैले प्रश्न सोधेको उत्तर आएको छैन।
उनीहरू तपाईँको छैन नेतै होइन त के उत्तर दिन्छ होइन सहकारी ठगी पत्रकारको हत्या ड्राइभरको हत्या भन्ने कुराहरू पनि आयो एकैमा त बोलेको देख्दिनँ फेरि है विरोध होइन खुलेआम भन्छु म उत्तर दिनुहोस् तपाईँकै पार्टीको मुकुल ढकालले के भन्नुभयो भन्दाखेरि होइन टिकाराम मेती कि खोइ के जति तेली भन्ने एकजना पत्रकार हुनुहुन्छ उहाँको इन्टरभ्यूमा उहाँले के भन्नु मुकुल ढकालले भन्दा मलाई प्रधानमन्त्री बनाइदिनु भन्नुहोस् भारतलाई रिजाउनुहोस् भारतलाई जे दिनुपर्ने म त्यही दिनु तयार छु भनेर भन्नु अरे छक्क परेन है अनि स्वर्णिम अग्लेले चाहिँ के भन्नु अरे भने एउटा स्टेट बनाउनु पर्छ भारतको होइन नेपाललाई अनि भइहाल्छ भन्नु अरे आइडिया हेर न त्यो हाम्रो है कुनै विदेशी पराशक्तिको होइन यो देश स्वदेशी माटो स्वदेशी विचार र स्वदेशी तपाईँको छैन अभियान सञ्चालन गर्ने मान्छेहरूले चलाउनु पर्छ कि पर्दैन है यिनीहरूसँग केही पनि छैन खाली विदेशी प्रभु भन्यो विदेशबाट लिएको पैसा छ गरेर फाल्छ होइन अनि ओपिनियन मेकर भन्छ है गाउँ गाउँमा हुन्छ फेरि चिया पसलेहरूले बिगार्ला खबरदार चिया पसले हुन्छ क्या ठुलो चाहिँ चिया पसले भन्नाले चिया गफाडी है चिया गफाडीले बिगार्छ होइन चिया गफाडीले के बिगार्छ भने चिया गफ खाएको बोकेर जिन्दगी बिताइराखेको छ यो भारी बोक्ने चलन चाहिँ कहिलेसम्म रहने यो देशमा कहिले नुनको भारी होइन कहिले तेलको भारी कहिले साहुको भारी कहिले घाँसको भारी कहिले के को भारी अहिले बेसरी हामीले आधुनिक बनाएको हाम्रो छोराछोरी चाहिँ किताबको भारी अब किताबको भारी बोक्नु पर्दैन यो देशमा छैन होला है तपाईँको सांसद यहाँ आएकै छैन होला उसलाई के को छ होइन गाउँमा छ देश यो देशमा दुईटा नेपाल छ त्यो दुईटा नेपाललाई हामी एउटा बनाउँछौँ एउटा नेपाल छ काठमाडौँ उपत्यकाभित्र हरेक कुरा त्यो उपत्यकाभित्र बस्ने टाठा बाठाले गर्ने अनि तपाईँ हामी मफसलको मान्छेले चाहिँ हाम्रो चाहिँ हामी चाहिँ नागरिक कुनै नहुने है अस्ति जेनजीको कुरा गर्छु जेनजीको आन्दोलनको कुरा हर्क साम्पाङ चाहिँ काठमाडौँ भ्यालीभित्रको नभएको कारणले गर्दाखेरि उसलाई प्रधानमन्त्री बनाउनु नहुने है तर त्यही भित्रको बस्ने मान्छेले चाहिँ बन्दा हुने यो देशमा दुईटा नेपाल छ र हामीले बोक्ने यो चन्द्र सूर्य झन्डा यही हो नि होइन काठमाडौँमा पनि फहराइने त्यो दुईटा नेपाललाई भत्काएर एउटै नेपाल हामी बनाउँछौँ ताप्लेजुङको तपाईँको छैन माथि लेकमा चप्पल बिनाको तपाईँको छैन शीतमा हिँडिरहेको कठङ्ग्रिएको एउटा गोठालाको कुरा हामी सुन्छौँ त्यस्तो मान्छे चुन्नुपर्छ म नेपालीलाई भनिरहेको छु मैले पहिला पनि इन्टरभ्यूमा भनेको कुरा त्यस्तो मान्छेलाई चुन्नुहोस् जसले देशको दुःख बुझेको होस् है यो देश बनाउनका लागि 3.5 वर्ष त ढुङ्गा बोकेको मान्छे हो म है यो देशको नेता बनाउँदाहरूले एक थोपा पसिना बगाएको छ प्रश्न गर्न चाहन्छु म एक थोपा पसिना बगाएर देखाउनुहोस् होइन दिन रात तपाईँको चाहिँ देश बनाउनु पर्छ भनेर श्रमदान गर्ने श्रमदानको तपाईँको चाहिँ सुरुवात गर्ने व्यक्ति हो म जस्तो मान्छेलाई तपाईँहरूले चुन्नुपर्छ मधेसमा कठाङ्ग्रिएर बसेका मान्छेहरू है शीतलहरमा मरिरहेका त्यो मधेसका सानसाना पुसका घरमा बसेका मान्छेहरूको जीवन कसरी चलिरहेको छ त्यो बुझ्ने मान्छे यो देशको प्रधानमन्त्री बन्नुपर्छ गाउँको रहन सहन बुझ्ने मान्छे प्रधानमन्त्री बन्नुपर्छ हलो कोदालो गरेको मान्छे प्रधानमन्त्री बन्नुपर्छ पर्छ कि पर्दैन कुट्टो कोदालो र तपाईँको झम्पल गैँती गर्न सक्ने मान्छे प्रधानमन्त्री बन्नुपर्छ खाली तपाईँको छैन गफ मात्रै गरेर यो देशको दुःखै नबुझेको मान्छेहरू प्रधानमन्त्री बनेको कारणले यो देशमा दुखी गरिबको दिन कहिले आएन है म तमाम किसानहरूलाई भन्छु होइन भोलिको दिनमा श्रम संस्कृतिको सरकार आइसकेपछि तपाईँहरूलाई अनुभूत हुने गरी हामी काम गर्छौँ है तपाईँहरूको यहाँनिर कृषिबाट उत्पादित कृषि उपजका फ्याक्ट्री नै छैन धरानमा मैले एउटा चाहिँ बेसारको उद्योग खोलेको अहिले युरोप अमेरिकासम्म अस्ट्रेलियासम्म त्यो बेसार पुग्दाखेरि कस्तो राम्रो लाग्छ मलाई होइन त्यहाँका किसानहरू पनि तपाईँको चाहिँ गौरवान्वित भइरहेका छन् यहाँ कुनै फ्याक्ट्री छ छैन इलाममा भएको त्यो तपाईँको चाहिँ टी स्टेट पनि कसले बेच्यो अरे भन्ने छ होइन गिरी बन्धु कि फेरि बन्धु भने त्यतैतिर होला कि के हो है
उद्योग जति सबै बेचेर खाने है। पार्टी मात्रै तपाईँको छैन 300 वटा 500 वटा दर्ता गर्ने, यो खालको तपाईँको छैन राज्य, यो खालको देश हुनु हुँदैन। अब हामी गाउँै पछि उद्योग खोल्नतर्फ लाग्छौँ। श्रम संस्कृतिमा आबद्ध सम्पूर्ण श्रमदाताहरूलाई मेरो भनाइ के छ भने तपाईँहरू यो टी सर्ट लाएर होइन हल्लेर हिँड्ने होइन, दुःख गर्नुहोस्, दुःख गर्नुहोस्, दुःख गर्नुहोस्। म सबैजनालाई त्यो भन्न चाहन्छु। म अन्तिममा आइपुगेँ। अन्त्यमा म हाम्रा श्रमदाता मित्रहरूका लागि एउटा म कविता वाचन गर्नुपर्छ होला जस्तो लाग्यो। कविता वाचन गरौँ, त्यस पछाडि हामी माटोलाई वचन दिनेछौँ आदरणीय दाजुभाइ दिदीबहिनीहरू। त्यस पछाडि हाम्रो गीतमा नाच हुनेछ, त्यस पछाडि हामी फोटो पनि खिच्नेछौँ, त्यस पछाडि घरतिर जानुपर्छ होला। म यहाँहरू सबै श्रमदाताहरूको लागि श्रमदातालाई समर्पित गरेर यो एउटा कविता मैले वाचन गर्न चाहेँ। श्रमदाता हो तिमी हौ यो देश बनाउने, श्रमदाता हो तिमी नै हो यो देश बचाउने। श्रम गरी पेट पाल, श्रमदान गरी देश, जता पुग्छौ उतै बनाऊ श्रमदानको परिवेश। न अलमली न डगमगाई हिँड अघि बढ्दै जाऊ, पदको लोभमा न अलमली समाजलाई जुटाऊ। पद प्राप्ति स्वार्थभन्दा माथि छ यो देश, पद प्राप्ति स्वार्थभन्दा माथि छ यो देश। सन्ततिको भविष्यलाई हेर छोड झिनो खेद। देश बने तिमी बन्छौ, देश बने तिमी बन्छौ, हुन्छ शिर उच्च, हामी मिले महान बन्छौ, नमिले त तुच्छ। आऊ देश बनाउन श्रमदानमा अब, श्रमदानबाटै हटाउन हाम्रा दुःख सब। पार्टी जाति धर्म भन्दा माथि छ यो देश, आऊ सबै मिली अब उठाऊ यो देश। श्रमदान गरी पेट पाल, श्रम गरी पेट पाल, श्रमदान गरी देश, जता पुग्छौ उतै बनाऊ श्रमदानको परिवेश। हुन्छ हो, यो मैले मेरो श्रमदाता साथीहरूको लागि समर्पित गरेँ र तपाईँहरूलाई मैले धन्यवाद दिनुपर्छ। अब तपाईँहरू पनि हाम्रो श्रम संस्कृतिमा विश्वास गर्नुहुन्छ, हामीलाई विश्वास गर्नुहुन्छ, यो माटोलाई विश्वास गर्नुहुन्छ भने हामी सबै मिलेर यो माटोलाई वचन दिउँ त। हात उठाइदिनु त, दिउँ त भन्ने जतिले। तपाईँहरूको यो कर्म गर्ने हात है, तपाईँहरूको यो देशको भविष्य कोर्ने हात, यो देश म तपाईँहरूको जिम्मामा सुम्पन्छु, तपाईँहरूको जिम्मामा म सुम्पन्छु है यो देश। हुन्छ हो, यदि त्यसो भने हामी माटोसँग बात मारौँ, माटोलाई वचन दिउँ। तपाईँ उभिराख्नु भएको यो 5 थर रविको ठाउँमा दाहिने हातले एकचोटि छोइदिनुहोस् त, सबैजना उठेर। तपाईँ उभिराख्नु भएको जमिनलाई छोइदिनुहोस्। त्यहाँ तपाईँको यो 5 थरको यो देशको माटो छ, त्यो धुलो होइन, त्यो धुलो होइन, धुलो होइन यो मेरो देशको माटो हो, हिलो होइन यो मेरो देशको माटो हो भनेर सम्झनुहोस्। सुन्नुभयो सबैजनाले? पछाडिकोहरूले सुन्नुभयो? ल सबैजनाले आफू तपाईँको उभिएको जमिन, आफू उभिएको माटोलाई दाहिने हातले छोइदिनुहोस्। सबैजनाले यतातिर पनि यतातिर पनि छोइदिनु भयो। अब त्यो दाहिने हात तपाईँको देब्रेपट्टिको छातीमाथि जहाँ तपाईँको मुटु धड्किरहेको छ त्यहाँ मुट्ठी कसेर राख्नुहोस्। राख्नुभयो? सबैजनाले राख्नुभयो? हो, त्यो मुटुलाई साक्षी राखेर, त्यो मुटुलाई रोहमर बनाएर, त्यो मुटुलाई साक्षी राखेर यो देशलाई अब तपाईँले एउटा वचन दिनुपर्छ। हुन्छ? तयार हो? यो देशको माटोलाई तपाईँले वचन दिने हो? यदि त्यसो हो भने म जे भन्छु त्यो उच्च स्वरमा नलजाइकन, न हिचकिचाइकन, न हडबडाइकन तपाईँहरूले पनि भनिदिनुहुन्छ होला भन्ने मलाई लागेको छ। तयार हुनुहुन्छ नि? धन्यवाद। म सबैजनाले उच्च स्वरमा भन्नु होला। म आफ्नो नाम भनिदिनुहोस्। यो देशको माटो छोडेर, 5 थर रविको माटो छोडेर यो देशको माटो र यो देशलाई वचन दिन्छु। श्रम संस्कृतिको महाअभियानमा लाग्नेछु र अरूलाई पनि लाग्न प्रेरित गर्नेछु।
यो देशको स्वाधीनता, भौगोलिक अखण्डता, सांस्कृतिक विविधता सहितको राष्ट्रिय एकता र सार्वभौम सत्ता बचाइराख्न जस्तोसुकै कठिन परिस्थितिमा पनि सदैव प्रतिबद्ध, सचेत र सक्रिय रही आफ्नो जिम्मेवारीमा रहेको कर्तव्य पूरा गरी छाड्नेछु। एउटा सच्चा स्वाभिमानी देशभक्त श्रमदाता बनेर श्रमदानको महाअभियानमा सदैव जोडिनेछु। प्रकृति, संस्कृति र प्रविधिको अन्तर सम्बन्ध नै जीवन हो। प्रकृति, संस्कृति र प्रविधिको सन्तुलित र समुचित विकासले मात्र मानव संसार र जगतको रक्षा र उन्नति गर्न सक्छ। अनिवार्य श्रम र श्रमदानको नीति र निरन्तर अभ्यासले मात्रै अभाव, गरिबी, विभेद र त्यसबाट उत्पन्न द्वन्द्व, लडाई, विनाश र अशान्तिको अन्त्य गर्न सकिन्छ भन्ने राजनीतिक दर्शन हर्कवादलाई आत्मसात गर्दै उच्च निष्ठा, नैतिकता र देशभक्तिका साथ उत्पादन र निर्माणको श्रमदान महाअभियानमा निस्वार्थ भावले लागि पर्नेछु, लागिरहनेछु। म हुँ श्रमदाता, हेर्दिन म अरूको आस, बन्दिन म जिउँदो लास, सजाउँछु श्रमले परिवेश, बनाउँछु म आफ्नो देश, हलोसरी जोतिन्छु म मेरै देशको माटोमा, आत्मनिर्भर बन्छु म स्वाभिमानको बाटोमा। वास्ता गर्नु छैन मैले, कसले मलाई के भन्छ, आशा हेर्नु छैन मैले, कसले मलाई के दिन्छ। ऐना हेर्दा जो देखिन्छ उही हो देश बनाउने। ऐना हेर्दा जो देखिन्छ उही हो देश बनाउने। आफ्नो देश बनाउनु छ, कसको आशा हेर्ने। म हुँ श्रमदाता। जय माटो, जय देश, जय श्रमदान, जय स्वाभिमान। धन्यवाद। यहाँहरू सबैजनालाई हार्दिक हार्दिक धन्यवाद दिन चाहन्छु। आयोजक मित्रहरू लगायत सबैजनालाई हार्दिक धन्यवाद दिन चाहन्छु। अब हामी एउटा गीतमा नाच्नेछौँ, रमाइलो गर्ने हो, गर्नुपर्छ।